अभी तो बोले आप। कौन बोला? नेपाली में बात करो, नेपाली में बोल्छ नि। लगाना पड़ेगा तो। महिना मोड्यो भन्दैन भाइ। जाडो लाग्यो भन अरे भाइ, जाडो लाग्यो भन अरे, जाडो लाग्यो भन अरे। भात पाक्यो भन्नु त, खाना पाक्यो भन्नु त। यहाँ आऊ छिटो, यहाँ आऊ छिटो। नेपाली ट्याप्पै आउँदैन होला है। आउँदैन। बुझ्छ त। पछि ठुलो भएपछि आइहाल्छ। अहिले जब त दिन्छ नि। जवाब दिनु। यो भनेर चाहिँ याद हुँदैन, ठुलो भएर आइहाल्छ। ल्याउनु छोड्नु हुँदैन। बङ्गला नै बोल्दैन, हिन्दी मात्र। त्यो मोबाइल देखेर क्या सिकेको त्यसले हिन्दी। नत्र चाहिँ के बोल्थ्यो? स्कुलमा नि त्यस्तै भन्थे, सानोदेखि नै त्यस्तै गरेको त्यसले। मिसहरूले खास ल्याङ्ग्वेज ल्याङ्ग्वेज कुन चाहिँ हो? बङ्गला। बङ्गला होइन नि? बङ्गलै हो त्यो त। बङ्गलै हो। हजुर। घरमा बोल्ने भाषा चाहिँ बङ्गला। उताको देशी भाषा हुन्छ। देशी भाषा बङ्गला जस्तै हो। बङ्गला अलिकति यो डिफरेन्स। सुब्बा राई भने जस्तो। फापर, फापर, बकविट भन्छ इङ्ग्लिसमा। बकविट खान्छ नि नानी, फापरको रोटी। अन्त उयो हुन्छ नि माघे सङ्क्रान्तिमा नि यसको फुरौलो खान्छ। फुरौलो भनेको प्याजी जस्तो, अदुवा सागहरू काटेर हाल्छ, नुन। मैले बनाएको बनाइदिन्छु नि ल। लेप्चाको घर बाटोको हाल चाहिँ यस्तो छ है। धनी होइन जुत्ता, मान्छेहरूको जुत्ता मैला भयो अरे। हिँड नि छिटो। आज चाहिँ पानी परेर यस्तो घिनलाग्दो भयो कि। घर मन्तरे काकाको घर पानी पर्यो फेरि। अन्त यो मात्रै त ठिकै छ भाइ, पढ राम्रोसँग हो। के पो राम्रोसँग ल। हिजो हेरेको गोली पक्रिँदैन। अब चाहिँ बेसी भयो नि त। बुहारी आँखीहरूको हाँ हाँ चौतिस गर्नुपर्छ होइन र? 34 गर्नुपर्छ होइन र? ए हो, कुन चाहिँ ऱ्याङ्कमा आउनुभयो तपाईँ? के भन्नुहुँदै थियो? भन्दैन नि त मलाई, जानै पर्ने भएछ। ठिकै छ। कस्तो यो उज्यालो भएको कस्तो राम्रो देख्थ्यो है। हजुर ए फोटो उठा रहा है। अगर मोबाइल गिर गया तो नहीं गिरेगा। आप यहाँ खड़े हो ना। चिलर पार्टीहरू चाहिँ यहाँ रहेछ नि त सबैजना। यस चिलर पार्टी। देख्छ नि।
हप्ता भयो काकीहरू नि पुरा हेर्नुहुन्छ नि है काका काकी मैले के भनेको छु गोले नगर किन्नु छु भनेको छु यहाँ दोकान छ पानी ल्याउँछ भने त्यहाँ चाहिन्छ यसको खाएको गाडी छ सिलगढी बनाउनु लागि हो अगाडि डाला बोडी फाटिरहेछ सिलगढी लगेर त्यहाँदेखि यहीँ जान्छ अरे सेभेन किङडम पनि जान्छ सुन्नु पर्नु नेक्स्ट अरे त्यो यता देवी हुनुहुन्छ अस्ति जस्तो भाइ सक्दिनँ कि सिलगढी लगेर बनाइदिन्छु नि म केन्स पनि जान्छ होला जान्छस् जान्छ अरे केन्स पनि जाने सिलगढी खाएको गाडी किन्नु बसको गाडी बले दादाहरू भाइ ओइ हेलो गाइस खानु व्यस्त छ हामीले चाहिँ खानावाना केही नगर्नु है ल ल खाना बनिन्छ माथि आइबी मामाकोमा छ खाना आइबी मामाकोमा खाना बनिन्छ नि बुइ कहाँ हौ अहिले खाएर आएको नबनाउनु हामीलाई केही अनि पहिला आगे कलर थियो नि त पिउ जस्तो गर्दै थियो नि कस्तो रहेछ हौ नानी खानाहरू कस्तो रहेछ मिठो परिता मजा आयो यिनीहरूलाई है दिदी बहिनीहरू सब भेट भएर म भिडियो गर्छु नि एकछिन हाई परिता कस्तो लाग्यो तारो भिराएर परिताम जाऊ दाम भेट्थ्यो हो त्यो भर्खर गयो उहाँबाट नानी र आउँदो रहेछ
अझै छ्याङ्गै भएको चाहिँ है राम्रो देख्थ्यो तर यतिको पनि राम्रो भयो नि वेदर ए नकुद वाइ यु आर रनिङ ल्याऊ जानुहोस् जानुहोस् आमा जानुहोस् ऊ पर पुग्यो भने कता पुग्छ खै जाऊँ न बुढी हिँड्नु साह्रो पर्छ ऊ आमा छोरी एकैछिन आजको वेदर त यस्तो दामी भएको छ कि दा मेरो थोप्रा इज नट थोप्राइङ हामी चाहिँ यहाँ पछिबाट आएको है अहिले चाहिँ यस्तो 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 हुँदै सो तपाईँ यस्तो बनाउनुपर्छ तपाईँले भिडियो ओह्रालो गएको आमा म खिच्दिनँ नि मेरो ओह्रालोको फोटो सिन चाहिँ यस्तो छ फिल मेरो फोटो खिच्दिनु न म बसेको पनि फोटो खिच्दिनु फेरि बोल्नु थाल्यो हामी त्यहाँ जानुपर्छ कहिले यहाँ यता जानुपर्छ अब यहाँ राख्छ यस भन्दैछ आप्पाले कस्तो मजाको निस्क्यो है हजुर आमा तर फुल छैन देखो फुल नि हेर्नु त्यो dandelion आमा यस्तो गरे सुमन्ना कता गयो होला है ए सुमन्ना छैन यता ए म त भिडियोमा चाहिँ देखिबस्छु नि त ऊ चाहिँ यहाँ बस्दैन ए use me hello end of रहेछ नि त यहाँबाट चाहिँ यता हाम्रो ग्राउन्ड त यस्तो भएछ नि हौ माइलाग्दो अन्डर कन्स्ट्रक्सन हो कि के हो यो चाहिँ त्यहाँ माथि बसेर हामी फुटबल हेर्थ्यो चियरअप गर्थ्यो बस्ने जग्गा पनि रहेछ तर पुरा जोडी भएछ अन्डर कन्स्ट्रक्सन भएर यस्तो भएको होला ग्राउन्डको हालत योहरू यस्तो भएछ वेदर चाहिँ एकदम राम्रो भयो नर्मल भयो मैले फास्ट देखाउँदैछु अलिकति पहिला पहिला बिल्डिङहरू केही थिएन गुप्ती पनि एकदम उज्यालो छ 15 अगस्तमा यहाँ हामी कस्तो मार्च पासहरू गर्थ्यो यता साइडतिर चाहिँ पानी छैन रहेछ बिचमा चाहिँ पानी रहेछ यो क्रिकेटको पिच बनाएको थियो होला है सायद
यस्तो रहेछ अहिले फिलहाल यहाँको। तर मजाले कन्स्ट्रक्सन भयो भने राम्रो हुने रहेछ यो ग्राउन्ड चाहिँ। के हो यो चाहिँ भनेको चाहिँ के हो? त्यही भएर अघि मैले तुलसीको पत्ता खाएको। तुलसीको पत्ता आज चढ्नु हुँदैन। किन? आज के हो? सन्डे चढ्नु हुँदैन भनेको छ। हो किनकि तुलसीमा माता बस्नुहुन्छ। हो कुन चाहिँ माता? तुलसी माता हो सागको देवी हो। त्यो कुरो त म पत्याउँदिनँ। कस्तो हुन्छ? एउटा कहाँ माता बस्छ? बस्दै रुम चाहिएको हुन्छ कहाँ बनिन्छ? ऊ माथि बसौँ न रोडमाथि। रोडमाथि हेर मान्छेहरू हिँडेकोले थाकेर आलु जस्तो भइसकेछ। यति हिँड्दा पनि थाक्छ हो यो नानीहरू, के भएको? यो त अन्त एकदम सर्ट डिस्टेन्स हो त। तिमीहरूको पावर कस्तो राम्रो देखेको हेर न। त्यहाँबाट यी करेला काट्ने मान्छे यहाँ चाहिँ भिडियो गर्नु थाल्यो अलिअलि सबैको हालेको। जयलाई चाहिँ पुरा भन्नु झगडा त पुरा बोल्नु पनि मन लाग्छ मलाई। ल ज्वाइँ के भन्नु? ल ज्वाइँ के भन्नु छ भन्नुहोस्। नमस्कार। दसैँको उपलब्धमा सबै हामी खुसी छौँ। खुसियाली मनाउने। तिमीलाई के भन्नु छ भने? तिमीलाई के भन्नु छ? सबै भेट्दा तिमीलाई के भन्नु छ? दिदीको भिडियोलाई लाइक अनि सेयर गरिदिनु होला है। धेरै माया दिनुहोस् होला सबैले। म त डेली भ्लगै बनाउँदिनँ। लुगामा भयो होइन त्यो अफ गर्दा हुन्छ त होइन। डिलिसियस। हजुर चिकन मटन के हो? पाकेन नि। यहाँ चाहिँ पकौडा, चिकन पकौडा भन्यो भने चाहिँ चिकन पकौडा। आमै हो नि त पौडीको आमै हो। त्यो शान्तिलाई बोलाउनु, त्यो हर्षला सुगुडी माइलो त्यो किन गर्नु है? उनीहरू यो गुनेटोली हुनेको काका चाहिँ त्यही त मेरो त आसिन थानबाट ल्याएको थियो नि त है। त्यसले आसिन थानबाट ल्याएको छ त्यो पुनम भन्ने। चिन्छ चिन्छ भनेर चाहिँ कुरा गरेको नि। कागे बबल चिन्छ भनेर त्यसलाई थाहा थियो। अस्ति यहाँ उयो आप्पा र आमाले उयो गरिहाल्छ नि त। छोरीलाई त खोज्दो छ फुल। मेरो छोरीले रोप्दैन फुल, उसको आप्पाले रोप्छ। मजाको रहेछ। ए सधैँ आइरहन्छ